दिदी सेल खानु मन थियो मलाई होइन सेल खानु मन थियो कि मैले भर्खर अघि नै किनेको थिएँ नि त 100 रुपियाँको अनि 100 रुपियाँको चाहिँ कसैलाई मैले सहयोग गरिदिएको कि कसैलाई भोक लागेको थियो क्या अनि मैले सहयोग गरेँ मसँग अनि फेरि बाँकी पैसा भएन कि अब खानुलाई हो मैले भर्खर सहयोग गरिदिएको थिएँ कि अनि चावडा लिएको थिएँ नि याद छ त्यही भएर हो र धरानको मन कस्तो सफा भने आज धरान घुम्न आएको थियो होइन यति भयो हुन्छ हजुरको मन कस्तो सफा हजुरको नाम के पर्यो होला दीप राई ए धन्यवाद धेरै धेरै धन्यवाद है म चाहिँ काठमाडौँबाट आएको कि मैले कसैलाई अप्ठ्यारो परेको थिएँ कि अनि मैले सानो सहयोग गरिदिएको थियो हजुर त्यही त एकछिन हाल्छु हजुरको सहयोगी मन देखेर मलाई खुसी लाग्यो क्या सुन्नु म भन्छु म चाहिँ सानो होइन यसो सामाजिक पर्सन गरिहाल्छु म चाहिँ काठमाडौँबाट आएको कि अनि आज धरान घुम्न आएको धरान होइन यहाँ अनि तपाईँहरूको सहरमा आएको अनि सानो तपाईँले अब मलाई भोक लागिएको छ भन्दाखेरि तपाईँले खुवाउनु भयो तपाईँ म तिर्दिन्छु भन्नुभयो होइन खुसी लाग्यो यहाँ धरानको म सानो सामाजिक पर्सन गरिआएको कि अनि मैले छैन मात्रै भनेको तर मसँग छ है त तपाईँको लागि सानो होइन खुसी बाँडेको अब यसरी नै होइन यो कसैलाई सहयोग गरिदिनु मेरो तर्फबाट नै होइन कसैलाई अप्ठ्यारो परेछ भए यसरी नै सहयोग गरिदिनु है धन्यवाद आमाको मन पनि यस्तो सफा होइन आमाको लागि पनि राख्नुहोस् न म काठमाडौँबाट आएको सानो एउटा खुसी बाँड्न आएको धरानमा सबै पढ्न कहाँ म सबै खान सकिनँ कि आमालाई अनि सुन्नु न कति गाह्रो छ यहाँ व्यापार गर्नलाई भन्नुहोस् न बिहान कति बजीदेखि आउनुहुन्छ बिहान 3 बजीदेखि नै ताजा सेल है अनि कति बजीसम्म बेच्नुहुन्छ सबै ए 9 बजी सकिन्छ सबै मेरो टिकटक छ टिकटक फेसबुक मेरो नाम चाहिँ अभिनव वज्र मेरो नाम अभिनव है खुसी लाग्यो तपाईँसँग भेटेर हजुरको मन कति सफा धरानको मनमा होइन सानो यस्तो हो तपाईँले मिहिनेत गरी काम गरिरहनु भएको छ सहयोगी मन छ तपाईँको होइन सानो खुसी बाँडेको यस्तो के म भन्छु है धरानमा सबै मान्छे राम्रो पनि छैन अस्ति नै एउटा मान्छेले भन भाइ म पार जानुपर्ने खर्चेर 100 रुपियाँ दिएन भनेर मसँग चेन थिएन होइन अनि मैले भने छेमा मलाई 100 रुपियाँ दिने एकछिनमा दिन्छु भनेर पैसा मागेर दिएँ होइन अनि पार जान्छु भनेर पार जाने गाडीमा बसिरहेको थियो अनि होला भनेर मैले 100 रुपियाँ दिएँ एकछिनमा त ऊ पर गएर मातेर सुतिरहेको थियो क्या यस्तो मान्छे मैले छेमालाई भने छेमा त्यो मान्छे त्यहाँ त सुतिरहेको रहेछ हजुर ल खुसी लाग्यो हजुरसँग भेटेर आमा ल यसरी नै मिठो खानु पायो भने यहाँ आउँदा म खान्छु